अहिले राष्ट्रिय प्रजातन्त्रका पार्टीका श्रद्धेय अध्यक्ष राजेन्द्र लिङ्गदेल चाहिँ नि हाम्रो यो निखिलेश्वर महादेव काठमाडौँ क्षेत्र नम्बर 2 को अफिस उद्घाटनको लागि यहाँ आउनुभएको छ हैन। अहिले अब काठमाडौँ क्षेत्र नम्बर 2 मा चाहिँ नि हलोले किल्ला गाडिसकेको भन्ने कुरा अब देशभरिमा नै हल्ला भइसकेको छ र अब देशमा काठमाडौँ क्षेत्र नम्बर 2 भन्ने चिज चाहिँ नि तपाईको चाहिँ नि के भयो भने किल्ला गाड्न सफल भइसक्यो हैन। राष्ट्रिय प्रजातन्त्र पार्टीको हलो चिन्हले काठमाडौँ क्षेत्र नम्बर 2 मा चाहिँ नि किल्ला गाडिसकेको भएर अहिले उहाँ चाहिँ नि यस क्षेत्रलाई चाहिँ नि जस्तो हिन्दू राष्ट्र चाहन्छु भन्छ उहाँले चाहिँ हाम्रो देशमै हेर्नुस् यो देशमा राजेन्द्र लिङ्गदेल आएर काठमाडौँ क्षेत्र नम्बर 2 मा हलोले चाहिँ नि तपाईको चाहिँ नि किल्ला गाडिसकेको यहाँ तपाईँ देख्न सक्नुहुन्छ। हिन्दू राष्ट्र राज संस्था र संहिता खारेजीको पक्षमा यहाँ जनताहरू व्यापक उत्रिसकेका छन्। अब यो देशमा राज संस्थालाई पुनर्स्थापना गर्नको लागि काठमाडौँ क्षेत्र नम्बर 2 बाट नै सुरु हुनेछ। त्यस्तै हो अब